कस्तो फिल भइरहेछ तिमीलाई आज? भेरी एक्सटाटिक फिलिङ। अनि यो हाम्रो नगरकोट चाहिँ कस्तो लाग्यो? जस्तै हामी नेपाली भएर पनि यसरी यति घुम्नको लागि यत्रो समय लाग्नु, 25-26 वर्ष लाग्नु भनेको के हो? यो हामीले नजिकको तीर्थ हेला गरेको हो त? एक्ज्याक्टली, नजिकको तीर्थ हेला गरेकै हो। यहाँको मौसम कतिखेर चेन्ज हुन्छ थाहा नै नहुने कि यो। त्यही त एकदमै हुन्छ नि, एकदम ब्लेन्ड अफ अल टाइप अफ वेदर एट अ टाइम। यहाँ पानी पनि छिटो पर्छ, घाम पनि एकैछिनमा लाग्छ। अहिले चाहिँ हाम्रो तुवालो जस्तो के हो, यसलाई के भन्छ? फग इन नेपाली वाट इट? मिस्ट। तुवालो अब यस्तै ल, पोलोइड्सहरू त हो नि, सब पोलोइड्स। हाम्रो चाहिँ पृथ्वीनारायण शाहले यसलाई पनि आक्रमण गरेर जित्नु भएको थियो। भेरी फार साइटेड पर्सन हो त्यही एकदमै। कुन ठाउँमा अट्याक गरेर नभए चाइनाले लुटिहाल्थ्यो नि ठाउँमा क्या भन्दा कति टाढा थियो। अहिले त्यस्तो छैन क्या, त्यस्तो ब्रेभ मान्छे छैन अहिले। त सबै चोरी छन्। कातर कसरी खाऊ, कसरी लुटु, कसरी गरौँ भन्ने, कसरी आफ्नो 50जना जेनेरेसन छोराछोरीहरूलाई गर्ने। थुपारेर राख्नु। अनि गल्ती नभएको मान्छेलाई विभिन्न झुटो अभियोग लगाएर जेलमा थुन्ने काम, पोच्ने काम गर्ने। कति मान्छेलाई बेचेरै भुटानी शरणार्थी बनाएर पठाउने मान्छेलाई चाहिँ केही छैन सजाय। तर एउटा सामान्य एउटा मान्छेलाई चाहिँ जसले चाहिँ त्यसको लागि केही गर्छु भनेर अमेरिकाको नागरिक त्यागेर आएको मान्छेलाई चाहिँ आज यो देशमा एकदम बाँच्न पनि नहुने जस्तो बनाएको छन्। लाग्नुपर्छ अरू होइन। मिसन 84मा हामीले जसरी भए पनि यो घन्टीलाई जिताउनुपर्छ र यो एमाले काङ्ग्रेस माओवादीलाई जसरी नै पत्तासाफ गराउनै पर्छ है। अनि मात्र युवाहरू विदेशीदेखि पनि क्षेत्रहरू काया पर्छ। यस्तो यो स्वर्ग जस्तो ठाउँलाई यस्तो स्वर्ग जस्तो ठाउँ छ होइन, नेचरले यस्तो राम्रो गिफ्ट दिएको छ। तैपनि हाम्रो नेता चोरहरूले चाहिँ यसलाई अभिश्राप बनाएको छ, नर्कै बनाएको छ। चाइनाले पायो भने यसलाई काया के गर्छ लगाइदिन्छ। काठमाडौँले एकैछिनमा जोडिदिन्छ क्या, जोडिदिन्छ, 5 मिनेटमा जोडिदिन्छ। यसमा हो नि, अझै गर्न बाँकी छ हो कि होइन? हो। यस्तो गर्मी अहिले तराईमा कस्तो गर्मी छ, 12मा हो कि होइन? हाम्रो देश चाहिँ यस्तो छ कि जब तराई भनेको चाहिँ अन्नको भण्डार, तराईमा गर्मी हुँदाखेरि यसरी पहाडमा आउन सकिन्छ, पहाडमा धेरै जाडो भयो भने तराई झर्न सकिन्छ। यस्तो राम्रो ठाउँ छ। त्यही त मल्टी डाइभर्सिटी इन अल कन्डिसन। जस्तै मौसम सिजनको लागि होस्, क्लाइमेटिक कन्डिसनको होस्, मेडिसिनल प्लान्टको लागि होस्, वन्यजन्तु, मिनरल्स। ओ माई गड।